नमस्कार। यो अर्को भिडियोमा है आज चाहिँ हेर्नु न कति धेरै राम्रो भइरहेछ कि मौसमहरू हैन, पुरा खुलिरहेछ। अनि मलाई चाहिँ फेरि यो ठाउँमा हिँडेपछि चाहिँ भिडियोहरू बनाउन मन लाग्छ कि। म कहाँ छु भन्दा मलुङ गाउँपालिका 5बाट चाहिँ मेरो काम सकाएर फर्किँदैछु साथीहरू हैन। मैले अघिल्लो भिडियोमा भनेको थिएँ नि, सम्झौताको कामहरू उहाँहरूलाई समितिको साथीहरूलाई सहजीकरण गरेर फर्किने क्रममा मैले भिडियो बनाइरहेको छु। अनि आज चाहिँ यति धेरै रमाइलो भइरहेको छ हैन, रमाइलो लागिरहेछ मलाई चाहिँ। मौसम एकदमै सफा छ नि त आज है, कस्तो दामी भइरहेछ कि साथीहरू। अनि सिरिरी हावा चलिरहेछ अनि राम्रो भइरहेछ मौसम। हेर्नुस् न साथीहरू, कति राम्रो देखिरहेछ है आज। यस्तो राम्रो भइरहेछ साथीहरू है। आज त पुरै मौसम खुलिरहेछ, एकदम राम्रो भइरहेछ, रमाइलो भइरहेछ। मलाई चाहिँ एकदम रमाइलो लाग्छ यस्तो दिनहरू खुल्दाखेरि हैन। अनि चैत वैशाखको महिना छ अनि अलिअलि यसो हावाहुरी चल्छ, चरा नि कराइरहेछ। सुन्नुहोस् त साथीहरू, माथिको त्यो पारीको डाँडा झन् हेर्नु त साथीहरू, कति राम्रो छ है। अग्लो डाँडा अनि निलो आकाश है, चराहरूको चिरबिर यस्तै छ साथीहरू। अनि खासमा चाहिँ म अफिसमै बसेर काम गर्ने हो। अपाङ्गता सहायता सहजकर्ता भनेको अफिसमै बसेर अपाङ्गता भएको व्यक्तिहरूलाई अफिसमा आउनुहुने साथीहरूलाई सहजीकरण गर्ने हो। अनि म बेला बेलामा फिल्डमा पनि हिँड्छु आवश्यकता अनुसार। अनि हेर्नु न साथीहरू, पुरै हावा चलिरहेछ कि है। अनि त्यो पारीको गाउँ चाहिँ मेरो गाउँ हो, मलुङ गाउँपालिका पर्छ है। अनि त्यो पारीको त्यो अग्लो डाँडा चाहिँ मलुङ गाउँपालिका 2मा पर्छ। त्यो चाहिँ थानीढुङ्गा डाँडा भन्छ त्यसलाई। अनि मलुङ 5बाट देखेको दृश्यहरू हेर्नुहोस् न साथीहरू, कति राम्रो छ है। अनि तल देखिएको चाहिँ मलुङ खोला हो साथीहरू, हाम्रो ओखलढुङ्गा जिल्लाको सबैभन्दा ठुलो खोला। अनि यही खोलाको नामबाट चाहिँ हाम्रो मलुङ गाउँपालिका भनेर हाम्रो पालिकाको नाम राखेको छ साथीहरू। यस्तो छ हाम्रो मलुङ गाउँपालिकाको दृश्य है साथीहरू, यस्तो छ है। अनि हाम्रो मलुङ गाउँपालिकाको प्रशासकीय भवन चाहिँ ऊ त्यो पर डाँडामा छ है साथीहरू। ओके साथीहरू, बाई बाई। मेरो आजको यात्रा यस्तै भयो। अर्को भिडियोमा भेटौँला है।